तो गाइस अहिले चाहिँ होइन भाइरल पुरा कति ठुलो पानी आएर गाइस तपाईँले यार बिहानदेखि चाहिँ अहिलेसम्म यस्तो थाहा यस्तै छ बाबु। सो गाइस गुड मर्निङ तपाईँलाई स्वागत छ आजको मेरो फेरि एक न्यू भिडियोमा। हामी चाहिँ बिहान बिहान उठिसक्यौँ होइन गाइस। अहिले चाहिँ हामी बाहिर ल बाहिर त पुरा पानी पर्न लाग्यो गाइस। अहिले बिहान बिहान मस्त हो त्यहाँ बज्यो हुन्छ बज्यो त थाहा नै के लाग्नु भयो। हिजो सुकाएको थियौँ नि हामीले दोधान के लाग्नु भयो त्यहाँ अघि पानी परेछ त्यहाँभित्र राखेँ मैले हामीले अन्त फेरि त्यो केरा लाग्नु भएको ल चिसो भएको बिहान बिहानै पुरा घुस्याउ त तिम्रो त बोल्नु के अरे चुलामा होइन कुरा होइन टाउको यति ठुलो पानी आउनु लागिसक्यो पुरा यति ठुलो आउनु लाग्यो तिम्रो त अहिले पानी पानी त आइगयो त ठुलो अघिबाट बाहिर राख्यो भने त सबै भिज्थ्यो धानकै बाहिर सबै भिज्थ्यो भने कि पानी आयो असिना झऱ्यो गाईको रुमाल भाउजूलाई मन पर्यो या गाइस तपाईँलाई गाना कस्तो लाग्यो कमेन्टमा बताउनुलाई। सो गाइस अहिले चाहिँ हामीले नास्ता खाना नास्ता गेडा अस्ति मामा राखेर पनि त्यस्तै गेडा खाना हामी गाइस। अहिले चाहिँ पानी पनि परिरहेको छैन फुल देख्नु तपाईँले कति राम्रो देखिरहेको छ यो पानी पनि परिरहेको गाइस फुल कति दामी देखेछ नि टाढा हेर्दा देख्नु तपाईँले दामी मस्त देखेछ। लेकिन गाइस होइन यहाँ पुरा यहाँबाट माथि डाँडा पाखा देखिन्छ नि अहिले चाहिँ पुरा डाँडा पाखा केही पनि देखेन पुरा सेतो सेतो भयो देख्नु तपाईँले यहाँ हल्का हल्का देख्यो होला गाइस देख्नु त उतना यस्तरी देखेको छैन। अब पता नै अब बिहानदेखि पानी आइरहेको छ गाइस। अब कति बजीसम्म आउने के हुने केही थाहै छैन गाइस। पानी त बिहानैदेखि आइरह जब बेला म उठेछु त्यति बेला पानी आएको आएछ गाइस। अब के हुन्छ अब लेकिन दाइ फुल चाहिँ कति राम्रो छ यार यो ट्याप पलाएर यो गाइस दामी हो न। सो गाइस अघि भनेको पानी हल्का फाटा जस्तो भनेको त गाइस पानी सँगै आउनु लाग्यो गाइस। तपाईँ पुरा पानी तिरिरहेको छ फुल पनि देख्नु कति राम्रो देखेको छ होइन ऊ तल चाहिँ हाम्रो बजे हुनुहुन्छ अनि हाम्रो मम्मी हुनुहुन्छ तल चाहिँ मस्त बसेर गएको ठाउँमा पानी छ नि चिसो चिसोमा पानी कसरी पर्दैन पानी फाट्ला भनेको गाइस पानी फाट्दैन जस्तो छ गाइस। अहिले चाहिँ म होइन माथि मिलमा जानु लाग्थेँ गाइस भिडियो अपलोड गर्न होइन के भिडियो अपलोड गर्न लाग्थेँ गाइस। अहिले चाहिँ के भन्छ लाइटै आएको छैन अरे गाइस। अब भिडियो अपलोड कसरी गर्ने यार म 7 बजे 8 बजे 9 बजेको बिचमा गर्छु गाइस भिडियो अपलोड। अझै लाइटै आएन गाइस अब के गर्ने चलेन चले अहिले ल जाऊँ न पानी पनि हल्का हल्का परिरहेको होइन यति माने त के हुन्न न चाहिँ यति माने के हुन्न छिटछिटो गर्ने जाउँ त जाने माथि जाने हो यस्तो डिबीमा बसेर भात खान आउनुलाई ल गाइस अहिले चाहिँ हामी जाँदा मेरो हिजो सुकाएको धानलाई गाइस माथि मिलमा कुटाउनुको लागि पानी पनि परिरहेछ गाइस। त्यो पनि जानु न माथि मिल चल्यो भन्नुभयो बजेले चलेर जाने गाइस कुटाउनु नत्र भोलितिर कुटाउनु गाइस त्यतातिर गाइस। अहिले लाइट आएर छ नि गाइस माथि होइन म भिडियो पनि अपलोड गरेर आउँछु फक्करी फोटो खिच्नु हिँड्नु न अगाडि हिँड्न पानी परेर छिटो हिँड फोटो खिच्नु मन्दिर आयो यार पानी परिरह होइन अगाडि गएछु गाइस पुरा सितै देखेछ हामी देखेको छैन गाइस। अस्ति खोला नाचेको त ए भाइ हो तपाईँ होइन अस्ति नाचेको म त गाइस जसको नाच कस्तो लाग्यो तपाईँले कमेन्टमा बताउनु है मेरो सो गाइस त्यहाँ अझ हाम्रो गणेश भाइले पनि बोकेर यतिर आएको उता भित्र ल्याएन भित्र ऊ यहाँ गर्ने। सो गाइस अहिले चाहिँ हामी तलतिर जाँदैछ भनौँ मान्छे यति धेरै छैन नि यहाँ तेह्र अहिले चाहिँ हामीले कृष्ण पानम तेह्र मजा जाँदैछु तलतिर बजेर अहिले आउँदै हुनुहुन्छ। सो गाइस अहिले चाहिँ हामी माथि आइसक्यौँ बजे बाटोमा अहिले चाहिँ गाइस त्यहाँ पुरा भिड छ हाम्रो पालै आएको छैन तेह्र हामी जाँदैछौँ घरतिर बाहिरमा त्यहाँ पाएँ आउने अनि त्यसपछि मैले बजेलाई भनिदिएँ कि बजे तपाईँले जति सक्नु त्यही लिएर आउनु पछि हामी जान्छौँ भनेर गाइस अहिले चाहिँ जान्छौँ घरतिर है बजे त्यहाँ बाजी बस्नु भयो कुद्नलाई हाँसु लगाएको आश्रय यारले छिटो गर घर माथि भिड यति धेरै थियो हामी आयो नि बजे बस्नु भयो माथि चाहिँ पिन्नुहुन्छ कुट्न मान्छे कति धेरै थियो अनि त्यसपछि अहिले बजेर म पिस्छु भन्नुभयो अनि त्यसपछि
हामी आइदिउँ अनि पछि ल्याउनु यस्तो भिड छ है बल्ल भर्सकै छ बल्ल धेरै हो आशिष तिम्रो कहाँ जाने हो र स्कुल क्या न रिजल्ट सुन्नु जाने हो आज रिजल्ट आउँछ रिजल्टमा फेल भएपछि के हुन्छ फेरि फेल भयो भने तँलाई एउटा के उपहार दिन्छु नै पास भयो भने फेल होस् भने तँलाई फेरि हान्छु है हुन्छ कि नै तँलाई हुन्छ कि नै कुरा ल पास भयो भने केही पाउँछ है तिमीहरूले है ठुस्सै हेर्न अझ फेल हुन्छ भनेर फेल भयो भने तिमीले के पान्नौ पास भयो भने पाउँछौ है ल गाइस तिमीले फेल हुन्छ नि पास पानी पनि गाई चाहिँ बिहानबाट आइरहेको छ अलि हल्का फाटे त अझै आइगयो गाई पुरा आइदिन्छ अहिले पुरा आइगयो पानी बाजे ऊ छ के भन्छ दुध दुध छ भने ऊ बनाऊँ न के भन्छ खिर मैले भन्दैन यतिको रिजल्ट हेरेर आइहाल्यो आएन अनि कहाँ गएको 1 बजे अरे कस्तो लाग्यो पास खुट्टा किन हाल्नु कस्तो लाग्यो पास फेल्नु जस्तो लाग्यो नहरेकै फेल्नु जस्तो लागिरहेको फकुरे पास जस्तो फकुरे पर्ने 3मा फकुरे त 2मा भन्थ्यो त फकुरे तर 2मा पढ्ने भन्थ्यो त हैन 1मा को भने त म 3मा हो 3मा हो चलो अहिले चाहिँ 1 बजे रिजल्ट अहिले चाहिँ बजे 11 बजे हो 11:30 भयो 1 बजे जाने माथि रिजल्ट सुन्न ल ठिकै छ खिर खाने र अहिले बनाउन खान्छ बाजे अहिले खाऊँ बस्दै खाना खाने बाबु खिर त खा तिमी खाउँदै ल हालिसक्यो मैले खिर गाइस खिर बनाइसके बाजेले गाइस अब हामी खिर सो गाइस अहिले चाहिँ होइन लाइट आएको छ अरे अहिले चाहिँ म जाँदैछु गाइस माथि भिडियो अपलोड गर्न त्यो तपाईँले टाइम पनि देख्न सक्नुहुन्छ अहिले टाइम कति भयो 2 बज्न लाग्यो गाइस अहिले टाइम देख्नु भाइ 2 बज्न लाग्यो अहिले आएको छ लाइट अहिले जानु छु गाइस भिडियो अपलोड गर्न तपाईँले प्यार सुप पनि देखाइदिनु ल गाइस लेट्स गो बिहान नत्र ल गाइस म बिहान अपलोड गर्छु नि बिहान लाइटै आएन खाने अब अहिले जानु छु गाइस भिडियो अपलोड गर्न तपाईँको प्यार सक्छु गाइस अहिले चाहिँ हामी माथि आथि भनौँ भिडियो अपलोड गर्न चाहिँ यहाँ माथि मिलमा के भन्छ गाइस यहाँ अपेक्षा नि पुसाइ गरेर त्यो भिडियो चाहिँ अपलोड गरेर गाइस अनि एउटा कुरा चाहिँ गाइस के भन्छ मेरो जनक लाइफ स्टाइल च्यानल थियो नि गाइस त्यहीमा चाहिँ भिडियो अपलोड गर्न मिल्यो त्योमा चाहिँ 1 हप्ताको लागि ब्यान गरेको थियो नि त्यो आइडी त्योमा चाहिँ मिल्यो गाइस अबदेखि त्यो आइडीमा भिडियो हाल्छु तपाईँले त्योमा प्यार सपोर्ट देखेन है गाइस ओ गाइस अहिले चाहिँ हामी घर आइपुग्यौँ भन फकुरे यहाँ माथि गएको थियो स्कुलमा के भयो पास भएर फेल भयो होला मलाई आशा होइन पास भएको आशिष म के पास भएको है होइन पास त नि आधा आशिष फेल त नि पासै फेल पास भइ अहिले त मलाई फेल भयो भन्दैछ त सोध मजालाई पक्का तँलाई सोध मजालाई सोधौँ है यी दुइटा फेल भयो पास भयो दुइटै पास भयो ठिकै छ सरप्राइज हो कि लट्ठीले हान्ने लट्ठी कहाँ हो अब जाऊ त डोलेर त गोललाई भुसार न गाली लिएर होइन है राम्रोसँग लिएर छिट लिएर उयो माथि गएँ म अरू उनीहरूले बाटोमा है बाटोमा आज माथि भुस ल्याउनु गोललाई बाजे पहिला भुस हाल्छ नि त आइज भुस ल्याउने क्या लिएर आयो है आशिष भुस यहाँ माथि छ यहाँ भुस यो भुसलाई हाल्ने गाइस अब हामी गोरुलाई गोरु किन गोरु भुका छन् नि भुका हुन्छ कि भुको छन् नि गोरु त्यही भएर छिट लिएर आएर कोको के भयो कोकोलाई कोको हेर कस्तो स्टाइलले भरेर राखेको दामी दामी त भर भयो
खतरा खतरा नि उतसमा गुच्छ भरियो भने गाइस अहिले ल हाल्नुपर्छ गोल के भयो करे बाबु हो करे के भयो हेर्न यहाँ पुरा ठुसिरहेको यहाँ के भयो दोनों टोलीमा पानी हाल यहाँ पानी भर्दै गेलन पानी नै आएन बाजा अरू के भन्नु आया होला पानी चुइया त पानी सानसानो आयो लेकिन मात्र कसैको घर नै आएन बाजे पानी पानी सबै यहाँ खाने पानी छैन त राम्रो छ बात न ल गाइस गोरु चाहिँ यहीँ हुन राम्रो अब चाहिँ हाल्नुपर्छ यहाँ भुस ल हजुर सुन यता हाम्रोसँग एउटा गाई पनि ढोक्न हाल्दैछु त गाई सो गाइस तपाईँले बिहानदेखि एउटा कुरा नोटिस गर्नुभयो तपाईँले म बिहान उठेबाट देख्दैछु यो यहाँको नजारा हान अहिलेसम्म जस्तोको त्यस्तै छ गाई चाहिँ पानी पर्ला जस्तो पुरा अर्कै बस्थ्यो नि बिहानबाट अहिलेसम्म जस्तोको त्यस्तै छ गाई चाहिँ देख्नु तपाईँले पुरा नजर अब यस्तो भएछ मौसम अहिले चाहिँ माथि डाँडासाँडा हल्का देखेको छ गाइस त्यो बिहान जस्तो चाहिँ त्यस्तै छन् गाइस अहिलेसम्म पनि पानी पनि आएन लेकिन एउटा कुरा मेरो जो थियो नि गाइस मेरो जनक लाइफ स्टाइल ऊ थियो नि च्यानल हो त्योमा चाहिँ के भन्छन् स्ट्राइक आएको थियो एउटा भिडियो हाल्दाखेरि स्ट्राइक आएको थियो त्यसमा चाहिँ भिडियो हाल्न मिल्थेन गाइस अहिले चाहिँ त्यो च्यानल सही भएछु अब चाहिँ म भोलि आएर त्यो च्यानलमा भिडियो हाल्छु तपाईँले हेरिदिनु ल प्यार सपोर्ट देखाइदिनु ल गाइस यस्तै छ गाइस नजारा पनि पुरा यस्तै भएछ बिहानदेखि यस्तै हो अहिलेसम्म यस्तै छ गाइस नजारा यिनीहरू चाहिँ यहाँ बल खेल्न खान गाइस अहिले चाहिँ यो दामी ल खेलो ल या लाली गुराँसको फुल ऊ भयो सो गाइस अहिले चाहिँ मम्मीभित्र खाना बनाउनु जस्तो भात बसाल्नु भन मम्मी हो भात माथि पुरा यस्तै धुवा पनि बस्छ गाइस भित्र हेर मम्मी चाहिँ अहिले खाना बनाउनु भित्र म चाहिँ एकजना छु गाइस अहिले चाहिँ झलक गएर मोबाइल चार्ज हाल्नु हो माथि जानु अङ्कलको घर हो माथिले गर्छ अङ्कलको त्यहाँ चाहिँ गएर मोबाइल चार्ज हाल्नु पऱ्यो ब्याकअप पनि चार्ज हाल्नु गाइस मौसमले पनि पुरा यस्तो गरेर आएको छ अब के भन्ने अब अन्त फेरि अन्त भोलि अझ लाइट साइड चार्जर नभएन त फेरि उ गर्न पनि झ्याउँछ त अन्त के भन्छ भिडियो तेरो कहाँ लान्छ खै तेरो ल तिमी अङ्कल गएर आउँदैछ आइस है ल कोको केरलाको कोको ओ कोको ल गरिदिइरहेको छु गाइस कोको गएर पाउँछ त गाइस यो कोको यो चाहिँ हाम्रो झलक गर्छ कोको मस्त लाग्यो उता हेर्दै चार्ज हाल्ने गाइस अहिले हामीले लाइट त गइदिइरहेको गाइस यहाँ लाइटै आएन यो ब्याट्री बक्स लाइट त गइदिइरहेको गाइस अब दिक्कत भएको त यार लाइटै आएन चार्ज मात्रै हाल्नु चार्ज हाल्नु भने आएको धेरै लाइटै आएन कसरी हाल्नु चार्ज होइन कोको लाइट आएको छैन होइन ढोक्का बसिदिएर मस्त लाएर न ल ठिक छ गाइस लाइट त आएर चाहिँ राम्रो छैन भएको थियो मिटर वेस्टमा एक देखाएको थिएन यहाँ चाहिँ आएर चाहिँ देख्नु चाहिँ ब्याकअप चाहिँ चार्जर भयो अरू मैले पनि चार्ज हाल्नुपर्छ यो मैले पनि यहाँ यहीँ चार्ज हाल्नु छोड्छु गाइस यसमा चार्जर छैन नि भने अहिले बस्तीतिर आउँछु ल्याउनु अब गाइस म चाहिँ होइन म ल्याउनु अहिले आइगयो किनकि गाइस हावा कुडी पुरा लागिरहेको छ नि देख्नु तपाईँले पुरा हावा खुल्ला लाइट पनि गयो भनौँ गाइस तर म आइगयो देख्नु त बोले पुरा हावा लाएर कस्तो भयो पुरा सहर पनि पुरा गडाङ हेर्न पर कस्तो भयो मौसम पुरा पानीमा जस्तो के हो के हो त्यसलाई के हो दुई कुकड भात बनाएर तल श्याममै सबै राम्रो बाजे चाहिँ अहिले खाना बनाउनु भित्र बाहिर चाहिँ क्या मौसम पुरा यस्तो भयो नि हावा अडिदिन्छ तपाईँले बिहानदेखि थियो मौसम अहिलेसम्म यस्तै छ होइन चाहिँ
बिहानदेखि चाहिँ अहिलेसम्म यस्तो जानु यस्तै छ बाबु